अनि आज चाहिँ म हाम्रो घरमा है मलाई पुरा अल्छी लागिरहेको थियो त्यही भएर हामीले अब एउटा सिम्पल अन्त यम्मी गिलो चटपटीको रेसिपी तपाईँलाई सेयर गर्दैछु। तपाईँहरू देख्नुहुँदैछ यहाँनिर धनियाँ प्याज टमाटर खोर्सानीहरू छ। यसलाई चाहिँ सानसानो चप गरेर बोलमा प्लेस गर्नुपर्ने हुन्छ। अनि चाहिँ अरू रहेको जस्तै चिप्सहरू होइन दिलरन्जन अन्त यो मटर अन्त वाइवाईहरू मजाले लगाउनु पर्ने हुन्छ। यदि लगाइसकेर चाहिँ यस्तो लुक्स थियो। अन्त त्यसको बादमा हामीले फाइनली पफ राइस एड गर्नुपर्छ है। पफ राइस एड गरेर यसलाई हल्का मिक्स गरेर माथिबाट चाहिँ एउटा लेमन है अमिलोको लागि एकदम अब चटपटा होस् अमिलो होस् भनेर अब गिलो चटपटीमा चाहिँ निकै अमिलो चाहिन्छ किनभने यसको यो गिलो यो रसले गर्दाखेरि पुरा अलिक मजाले नै खान्छ है। अन्त त्यही भएर चाहिँ मजाले अमिलो लाउनुपर्छ। निम्बुहरू चाहिँ निम्बुै लगाएको बेस्ट हो झालमुरीमा चाहिँ किनभने यसले चाहिँ अलग अब एउटा रियल सा टेस्ट दिन्छ है। त्यसको बादमा हामीले फाइनली अगाडि नै प्रिपेयर गरेको यो जुन चाहिँ गिलो चटपटीको स्पेसल झोल छ यसलाई एड गर्नुपर्ने हुन्छ। त्यसको बादमा मजाले मिक्स गर्नुपर्छ है। मिक्स गरिसकेर चाहिँ फाइनल लुक चाहिँ यस्तो थियो। इट वाज सो यम्मी। तपाईँहरू पनि घरमा यसरी यम्मी गिलो चटपटी बनाउनु सक्नुहुन्छ। यस्तै गरेर थ्याङ्क यू।